गुड मर्निङ साथीहरु म चाहिँ अहिले बोका तान्दै हैन गाउँलेको भुइँ पूजा प्लस हाम्रो ठुलो बाबाको भुइँ पूजा म चाहिँ बिहान बिहानै यसरी बोका तान्दै छु हाम्रो साथी अगाडि छन् फेरि निस्कियो त त्यो झुल्ता गलत बाटो आएछ नि यार तिमी यार थैट तेरिका भा यो कहाँ लगेको पानी हो र यो औलोको पानी हो ओ सिँचाइको पानी आमा मान्छे खत्तम रिमाको खोला पनि खत्तम छैन माछा पालन छैन स्वास्नी तान्ने उमेरमा बोका तान्दै बसिछु हैन हो कि होइन भन् त न स्वास्नी तान्ने उमेरमा बोका तान्दै बसेछु यता हिँड्न हो कि होइन भन् त ल अहिले बस्यो र यो चाहिँ हाम्रो भूमेथान जाने बाटो यस्तो पानी परेर बिहान बिहान पानी परेर चिप्लो छ तर मेरो एङ्गल गयो नानी ठिक छस् र बोका यहाँ छ बोका गाउँलेको पूजा पलास कतिजनाको पूजा हुन्छ होला आज मोमलाल 5-6 जना कतिजनाको हुन्छ होला पूजा चाहिँ भूमि पूजा ठुलो पूजा हुँदै हुन्छ यस्तो चाहिँ हाम्रो भूमिथान जाने बाटो चाहिँ ल यो चाहिँ हाम्रो भूमिथान जाने बाटो हो यहाँबाट यस्तो तल गयो भने चाहिँ तल खस्छ यही बाटोहरू बनाउनु होला अहिले त्यस्तो बाटोहरू चाहिँ ठुलो भूमिथान यसरी बनाउँदैछ बोलेको अंदर तो घूमने वाला है 3 बार में त्यो अन्डारो नै चाहिने रहेछ के कहाँ आउने हो ल आजको यो भूमि पूजाको जम्मै हाम्रो देई नमस्कार ल बाबु ल नमस्कार भाइजू ओ बोजै ल तपाईलाई नमस्कार ल चाय पिनु लागेछ होटल राम्रै चल्दैछ ल हाम्रो अध्यक्ष सर छिन हान्ने ठिक हुन्छ मामा अब गाह्रो छ आउनु जानुलाई बाटोको समस्या छ चर्लको गाडीमा हुन्थ्यो र पल्टेर उठो जाला जस्तो उता पुल्टोले जाला जस्तो छ होइन अब सबैले राम्रो पूजा मान्नु होइन अब हामी जे भए पनि विदेशमा सबैले यही भिडियो हेरेर आफ्नो आत्माले चाहिँ
भूमिलाई दर्जाउलाई सम्झेर मान्नु है ल ल ओ ठुलो जुवाले कहाँ गएन त उता ल है यहाँ चाहिँ के पाउँदैछ त खिर पाक्छ अनि रोटी पाक्छ अब धुप हाल्ने अब एकछिन पछि ल हाम्रो गाउँलेहरू आज भूमेथानको के अरे भूमे पूजा ठुलो भूमे पूजा राम्रो देखाइदिनु दुई घटे जति चाहिँ भुइँलाई है सबैलाई नमस्ते चाहिँ चराइ पराइ काम हुँदैछ साउन झर्नेको काम हुँदैछ हामीले फुल चराउँदैछु चराइ पराइको काम हुँदैछ भनेको आजको गाउँलेको पूजा साथै अरू मान्छेहरू पनि पूजा गर्दै हुनुहुन्छ यहाँ आज ठुलो भूमे थानमा तिमाको यहाँबाट यस्तो छ हामी तल ठुलो भूमि थान यो चाहिँ अब नयाँ बन्दै गरेको पर्खाल उठाउने योजना रहेको छ आपलाई नमस्कार है आज मिति 2081 चैतको 30 गतेका दिन हाम्रो रिमा गाउँको ठुलो भूमे पुज्ने कार्यक्रम पूजा गर्ने कार्यक्रम छ हाम्रो भूमेथान यसै रिमा गाउँभन्दा तल खोलाको साडमा यस्तो परेको खोजमा चाहिँ हाम्रो यो भूमेथान अवस्थित छ अहिले यो योजनाको कामहरू गर्दै गरेको हुँदाखेरि चाहिँ अलिकति साँगुरो भएको छ गाउँलेको तर्फबाट र व्यक्तिगत तर्फबाट हामीले चाहिँ बोकाहरू भालेहरूले पूजाआजा गर्ने गरिन्छ हामी रिमाली सम्पूर्ण जनसमुदायहरू अधिकांश सम्पूर्ण गाउँलेवासीले चाहिँ पूजाआजा गर्ने चाहिँ हाम्रो यो भूमेथान हो हामी चाहिँ हाम्रो यो भूमेथान हामी रिमा गाउँ एउटा प्रकृति पूजक भएको कारणले गर्दाखेरि हामीले वन जङ्गल आफ्नो जमिन आफ्नो पानी सबैलाई चाहिँ पूजा गरिन्छ हामीले माथि हाम्रो शिरमा रहेको टाउकोदेखि लिएर हाम्रो भूमेथानसम्मको सम्पूर्ण थानहरूलाई को नाममा चाहिँ हामीले चाहिँ पूजाआजा गर्ने गरिन्छ यो मन्दिरको वरपरको क्षेत्र र यो अन्य क्षेत्र गरेर चाहिँ लगभग यहाँ चाहिँ धेरै जसो 60-70 जोरभन्दा बढी ध्वजाहरू चाहिन्छ भने 3 वर्णे मसान लगायतको ध्वजाहरू चाहिँ चाहिन्छ हामी विशेष गरेर हाम्रो रिमाली समुदाय हाम्रो मगरहरूको समुदायले पुजिने यो प्राकृतिक पूजक यो भूमि पूजाले सम्पूर्ण रिमावासीलाई चाहिँ रक्षा गरौँ भन्दै अब हाम्रो यो पूजाको कार्यक्रम समाप्ति यो चराउने समाप्ति पाछन् पछि हामीले चाहिँ यो मारकाट गर्ने कार्यक्रम गरिन्छ यो मारकाट गरिसके पश्चात हामी चाहिँ माथि गाउँमा गएर पुर्ख्यौली नाच खानपिन जलपान अन्य कार्यक्रम गरेर चाहिँ आजको पूजा चाहिँ अन्त गरिन्छ है त ल धन्यवाद यो चाहिँ गाउँले गाउनेहरू बोका ठुलो बोका होइन त नि मामा
यो पनि कुन खाउने हो ल यो त निकाल्नु पर्यो नि यार कहिले हेलो है यो भाले आएको होटेल राउन्डै तले यता हराउनु छ साथी के वर्किन्छ हामीलाई पानी त घरै नै खानु पाउँदा यहाँ के को पानी खानु आइ त हो र सोहीलाई पूजा लागेको छ सोहीमा तिमीलाई धेरै लागेको छ
मामालाई के लाग्यो मामालाई एकछिनपछि गम्बुट लाग्छ मामालाई चाहिँ भन्नुपर्दा गम्बुट के लाग्छ अहिले म सन्चै छु सन्चै हजुर त्यो हातको होइन हातको नदेखाउ कि भन्छ हरायो नि त हराएर ल साथीहरू त्यही हो आज चाहिँ गाउँको ठुलो भूमि पूजा भूमि पूजा खाइयो गाउँको मान्छेहरूले अरूहरूले पनि ठुलो भूमि पूजा गर्नुभयो बिहान अलिकति पानी भरेर डिस्टर्ब भइरहेको थियो मौसम अहिले चाहिँ चिल छ घाम दिनभरि घाम लाएर यस्तो छ त्यही हो म चाहिँ अलिकति बोल्दैन होइन चाहिँ बोल्न सकिए छैन बिस्तारै बानी पार्दैछु होप हो त्यो बानी पनि बस्ला छिटै यस्तै भिडियोहरू आगामी दिनहरूमा पनि लिएर आउने छु त्यसैले सबैजनाले सब्सक्राइब गरिदिनु होला अरुण ब्लगलाई होइन सबैजनाले आज टक्क माया देखाइदिनु होला कमेन्ट गरिदिनु चाहिँ हाम्रो मकैबारी है हाम्रो होइन अरूको हेरी पछाडि चाहिँ गोल्डन आवर हुन राख त्यही हो सबैजनाले सब्सक्राइब गरिदिनु होला माया देखाइदिनु होला आगामी दिनहरूमा राम्रो कन्टेन्टहरू ल्याउने कोसिस गर्ने छु भन्दै थाके यार तलबाट आएको लोत पऱ्यो थाक्यो भन्दै मेरो घर पनि आइसक्यो मेरो घर माथिको हो मेरो घर पनि आइसक्यो भन्दै आजको ब्लगलाई यहीँ टुङ्गाउन चाहन्छु हस् सम्पूर्णलाई